कठिन होइन अनलाइनद्वारा उत्साहित भजनले अनि शिक्षाले उत्साहित गराउने नि आदरणीय केन्द्रीय लिडर आदरणीय मेरो म्यागजिनमा पनि उच्च सम्मान गर्न चाहे। ईश्वरलाई धन्यवाद गर्छु यसो मसीहको नाममा उत्साहित हुनुभयो कि भएन हजुर? एकचोटि फेरि पनि जोरदार तालीले सम्मान गर्नुमा ईश्वरलाई धन्यवाद गर्छु यसो मसीहको नाममा। यही भजनद्वारा नै हामी सम्पूर्णको जीवनमा परमेश्वर पिताजीले आशिष दिइसक्नुभयो भन्दै आज एकदमै भजनमा साथ दिनुहुने म्याम हजुरमा पनि एकदमै उच्च सम्मान, पिताको धेरै धेरै आशिष, आजको महिमालाई एकदमै भव्य र सभ्यताका साथ सञ्चालन गर्नुहुने सर हजुर म्याम हजुरमा पनि उच्च सम्मान, परमेश्वर पिताको धेरै धेरै आशिष भन्दै एकछिनको लागि ओझेल हुन चाहे। हस्त नमस्ते, ईश्वरलाई धन्यवाद गर्छु यसो मसीहको नाममा। तर समाधान ईश्वरमा भेटिन्छ। ईश्वरलाई करोडौं धन्यवाद दिन्छु यसो मसीहको नाममा। भर्खरै उत्साहित भजन गाएर गइसक्नु भएको छ दुवैजना म्याम हजुर, बिना म्याम अनि शर्मिला छ हजुर जुवादेखि सम्पूर्ण साथमा नाच्नु भएको छ। यो उत्साह उमङ्ग थपिदिनु परमेश्वरलाई करोडौं धन्यवाद दिँदै हामी कार्यक्रममा पाल्नु हुने प्रमुख अतिथिजीको समयलाई पनि ख्याल गर्दै यति बेला उहाँको सम्मान भइसकेको छ र कार्यक्रमलाई पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिदिनुको निम्ति कार्यक्रमका प्रमुख अतिथिज्यू सुन्दरबजार नगरपालिकाका मेयर साहब हामीले दोस्रो पटक यो शाखाको फेलोसिपमा उहाँको उपस्थितिलाई पाएका छौँ। हार्दिक आभार व्यक्त गर्दै पारसमा दीप प्रज्वलन गरी अचल कार्यक्रमको उद्घाटन गरिदिनुको लागि प्रमुख अतिथिज्यू केन्द्रीय प्रमुख सर हजुर, उपप्रमुख म्याम हजुर अनि सम्पूर्ण व्यक्तिलाई म हार्दिक अनुरोध गर्दछु र उद्घाटनको निमित्त तयार पारिएका अन्य सामग्रीहरू पनि त्यस बेला साँच्चै नै हामीले रमाहाटका साथमा ताली बजाउनेछौँ। पक्कै पनि बेलुन नपड्के पनि केही कुरा पड्किनेछन्, त्यसैले ताली पनि पड्काउन सक्नेछौँ हामीले। ईश्वरलाई करोडौं धन्यवाद दिन्छु यसो मसीहको नाममा। पानसमा दीप प्रज्वलन हुँदैछ। स्थानीय सरकारको प्रमुख अर्थात् पालिका प्रमुख हामीले पाएका छौँ। यो शाखाको अर्थात् ईश्वरीय मार्ग भजन मण्डल सञ्चार केन्द्र नेपालको यो सुन्दरबजार शाखाको दोस्रो पटकको यो फेलोसिपमा पनि उहाँकै प्रमुख अतिथिता पाएका छौँ। यो कुरामा हामी सौभाग्यशाली छौँ। यो साथ र ज्यादै भइसकेको छ। सम्पूर्णलाई फेरि पनि तालीको बजारको साथमा कार्यक्रममा औपचारिक रूपमा उद्घाटन भएको घोषणा गरिदिनुको लागि सम्पूर्णमा हार्दिक हार्दिक आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथि सम्पूर्णलाई स्थानमा आसन गर्नलाई अनुरोध गर्छु। यसो मसीहको नाममा हामी कार्यक्रमको मूल प्रवाहमा आइसकेका छौँ। यति बेला पनि हामी अब गवाईको समयमा जोडिनेछौँ। हामीलाई थाहा छ यो मौसम अहिलेसम्म हामीलाई अत्यन्तै सुन्दर नगरीमा यो सुन्दर मौसम परमेश्वरले दिनुभएको छ। आजको दिनभरिको बसाइ त्यत्तिकै उत्कृष्ट रहनेछ। कार्यक्रमको मेलोलाई पनि अत्यन्त छिटो अगाडि सार्नु छ। यस वखत पनि गवाईको निमित्त आदरणीय बबिता दाहाल रामकोट शाखा प्रमुख म्याम हजुर स्टेजमा आउँदै हुनुहुन्छ। गवाईको लागि तयारी अवस्थामा हुनुहुन्छ उहाँ। र त्यसै क्रममा एउटा सानो सूचना प्रवाह गर्छु र यो सूचना प्रवाह गर्ने क्रममा विशेष गरी सुन्नेले भन्दा नि बोल्नेले सुन्नुपर्नेछ र समय रहनेछ 5 मिनट र 5 मिनटको समयमा आफ्नो गवाई उत्कृष्ट रूपमा पस्किनु पर्नेछ। यसमा यहाँहरू आफै व्यक्तित्वहरू क्षमतावान हुनुहुन्छ। त्यसैले यो समयको पाबन्दीलाई ख्याल गर्दै अन्यथा साउन्ड सिस्टममा केही गडबड हुन सक्नेछ भन्दै तयारीको लागि प्रवास भट्टराई सर खानकोट शाखा प्रमुख हुनुहुन्छ। उहाँलाई तयारीको अवस्थामा रहन अनुरोध गर्दै अबको लागि सुरु भइसकेको छ। परमेश्वरले दिनुभएको उपहार स्वर्गका गवाई अनि वचनको द्वारा तयार भएका गवाईका शब्दहरू ईश्वरलाई करोडौं धन्यवाद दिन्छु यसो मसीहको नाममा। जगतकै मालिक तिनै लोकका सृष्टिकर्ता परम धन्य परमेश्वर हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यसो मसीहको नाममा। त्यसै गरी हामी सबैजनाको अग्रज अगुवा महान अग्रज अगुवा आज सत्यताको बाटोमा डोराउनु भयो। हर हमेसा वचनद्वारा चल्न सिकाउनु भयो। हामी सबैको अग्रज अगुवा सुशीला म्याम हजुर, प्रकाश सर हजुर, समस्त परिवारमा एकै मुष्टमा शिर न्युराई नमन। पिताको भरिपूर्णको आशिष। त्यसै गरी मैपी शाखामा हुनुहुने चारैजना अग्रज अगुवा ज्यूको समस्त परिवारमा, त्यसै गरी रामकोट